फाइनल्ली गाइज हामी चाहिँ अब दाइसित म फर्स्ट टाइम चाहिँ घुम्न जाँदैछु। अब हाम्रो माथि एउटा चाहिँ यसो नाइट क्याम्पिङको लागि लोकेसन हेर्न जाँदैछौँ। यो चाहिँ हाम्रो हो वीरेन्द्र चोक भन्ने। अब यहाँबाट चाहिँ तपाईँलाई चाहिँ हामी सरर लाएर वीरेन्द्र चोक देखाएर त्यस पछाडि हामी अब यो डिएनटी डाँडा हुँदै यो आन्टीले फेरि यस्तो गरिदिनुहुन्छ। यो हाम्रो अब यो ट्रेन चोकदेखि हामी माथि लाग्यौँ गाइज होइन। सुशीललाई खिच्दैन ल भाइ चाहिँ पछाडि बस्नु भएको छ, म चाहिँ राइड गरिरहेको छु। हामी चाहिँ यो क्याम्पिङको लागि नाइट क्याम्पिङको लागि यस्तो लोकेसन हेर्न गइदिउँ न त। यो वीरेन्द्रनगर भ्यालीदेखि हल्का माथिसम्म भन्ने कुराले हामी आएको गाइजहरू। यो हाम्रो डिएनटी डाँडा हो गाइज। डिएनटी डाँडा हो। अब हामी तपाईँलाई त बिस्तारै माथिको लोकेसन जाने लोकेसनहरू देखाउँछु म। फाइनली गाइज यो हाम्रो सामाजिक विकास मन्त्रालय हो गाइज यो चाहिँ होइन। अब हाम्रो सर नेपाल टेलिकम दादा यो चाहिँ हाम्रो नेपाल टेलिकम हो गाइज। एकदम अच्छा नाइट टाइम लोकेसनको लागि हाम्रो सुशील दाइ र म सर गइरहेको छौँ आज। यो हाम्रो नेपाल टेलिकम सिर्केटको चाहिँ त हजुरलाई सिम चाहिएमा बिग्रेमा भत्किएमा गाइज बिग्रेमा भत्किएमा चाहिँ सर लाएर यो चाहिँ आउनुलाई हजुरहरू। कस्तो छ गाइजहरू हाम्रो लोकेसनहरू कस्तो छ गाइज होइन। हामी माथि डाँडोमा जाँदैछौँ गाइज डाँडोमा होइन। तपाईँहरू देखि सक्नुहुन्छ एकदम हाम्रो डाँडोमा बबाल छ गाइजहरू बबाल छ गाइजहरू। अब म चाहिँ यहाँ पुरा डाँडामा यो हाम्रो ग्रिन चोक गाइज ग्रिन चोकबाट हामी जाँदैछौँ। एउटा भन्छ ग्रिन चोक गाइज ग्रिन हजुर यो दामी छ गाइज गाउँ एकदम बबाल छ। अब यो ग्रिन चोकबाट गाइज हामी अब एकदम कपासको एरियामा आउँदैछौँ। पानी पर्दैन भाइ पानी पर्दैन त पानी एकै बेलुका पर्नेवाला छ भाइ यो पानी अहिले पानी पर्दैन। यो अब हामी कपासको पुरा झुक्कियो नि त भाइ म यहाँनिर त पुरै झुक्कियो नि त भाइ म। खास जाने त यहाँ हो तर अस्तिभन्दा त हिजो त आलु हिजो यस्तो गर्मी भाइ हिजो त म त हिजो 4 चोटि नुहाएँ होला हो दाइ 4 चोटि नुहाएर मलाई 4 चोटि। आलु गाइजहरू यो कपासे गाइजहरू कपासे मामाजीहरू आज हुनुहुन्छ त्यहाँ मामाजीहरू हुनुहुन्छ आज त्यहाँ मामाजीहरू भएर पनि केही काम छैन सर्छ हामीसित। अनि
मेरो प्यारो यो हाम्रो कपासे ब्यारेक हो गाइस, ब्यारेक यो हो हाम्रो कपासे ब्यारेक। हाम्रो आर्मी क्याम्प एरिया हो गाइस होइन। बिस्तारै जानु होला। बस वनको राजाहरू पुरा राजाहरू वनको राजा हुनु र यिनीहरू वनको राजा किङ अफ फरेस्ट गाइस। यो हाम्रो एकदम मात्र घुम्नको बवाल एरिया गाइस होइन। फाइनली गाइस हामी चाहिँ अब हल्का कटुवादेखि माथिको जङ्गलमा आइपुग्यौँ। अब यहाँबाट तपाईँलाई हाम्रो यो क्याम्पिङको लागि बेस्ट लोकेसन देखाउँछौँ गाइस। क्याम्पिङको लागि बेस्ट लोकेसन होइन। यस्तो बवाल चाहिँ क्रिकेट पनि एकदम बवाल छ गाइस। यता चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ। अब चाहिँ बर्खा लाग्नु लागिसक्यो, एकदम नाइट कामको लागि दामी पारामा आउन सक्नुहुन्छ तपाईँ। यस्तो राम्रो छ होइन भ्यूहरू, यस्तो बवाल छ भ्यूहरू, लास्टै बवाल छ यता। कति त 5 किलोमिटर छ। आज चाहिँ अस्तिका भाइरल बाजेलाई म गाइस भाइ मैले अस्ति हाम्रो दही चिउरा खाने भाइरल बाजेलाई देखाउँछु गाइस। आज मेरो टिकटकमा मैले हालेको भएको भिडियो पनि बनाउनुपर्छ गाइस। उहाँ मान्छे कलकनाथ हो, लाउरेजीहरू पुरा लाउरेहरू हुनेलाई यस्तो लाउरे हुने प्राइजहरू बास चरीहरू पनि छन् यता। चरीहरू भाइ चरीहरू जिस्काइदिनु त भनेको छ उमेरमा जिस्काउनु त भाइ होइन। हेलमेट भित्रबाट जिस्किनु त केही हुन्न गाइस, सुन्दैनन् बाहिर। आज सिजनलाई त म फर्स्ट टाइम आएको गाइस घुम्नको लागि। बवाल छ गाइस बवाल। यहाँ चाहिँ आज चेक हुन्छ गाइस। यहाँ त चेकै हुँदैन हुन्छ अब त यार, चेकै छैन नि त आज त। यस्तो बवाल छ गाइसहरू भाइ। तपाईँको आँखामा हावाले हान्छ यो लगाउनु न सनग्लासेस हो। यो उमा क्लोराइडको भाइ असर गर्दैन। आँखाको लागि लगाउने हो नि त भाइ, लाउनुपर्छ। यता हिँड्दा म नर्मल बजारतिर जाँदा त लाउँदैन कि, तर यता अलिकति लागिहाल्छ भाइ। किनभने आँखा बचाउ अभियान गर्नु पऱ्यो नि त। यस्तो गाइस होइन यहाँको भ्यूहरू यस्तै छ। यो चरी लिएर आउँछन्, कोही बोका लिएर आउँछन् गाइस। मलाई दामी देखाउँछु लोकेसन यस्तो छ गाइसहरू। पुऱ्याइदियो ढकालले। काका हेलो काका, ओ भाइरल काका दही चिउरा सेला खाइकन आज सेला खाइकन आज तातै छ। आज गरम अलिक फर्किँदा खानुपर्छ है। आज पुरा दही चिउरा त सेला खाइकन जौना हालेर त्यही भाइरल अब। फाइनली गाइस हामी चाहिँ आज हल्का चकाचक रहेछ गाइस। तपाईँले भनेको ठाउँ मैले थाहा पाएँ दाइ। हामी पिकनिक खान जाने ठाउँ हो त्यो। यहाँ त्यहाँ क्याम्पिङ गर्नु त बवाल हुन्छ दाइ। त्यहाँ वातावरण पनि एकदम सही छ दाइ, बहुत सही छ। त्यहाँ त बस्नुलाई बहुत बवाल छ दाइ। गाइस हामी नाइट क्याम्पको लागि चढ्दैछौँ गाइस। छोडो
तपाईँलाई मासु चल्छ कि नै? मासु चल्छ कि नै? होइन त्यही त सिकुटीहरू त चल्छ, सिकुटीहरू त चल्छ। सिकुटी अब फर्किँदा खानुपर्छ ल बजार अहिले। आज फर्किँदा तल खान्ला भनेको के सबै मौका पर्दैन भाइ, मौका परेला दन्कै हाल्नुपर्छ कि। म अघि नै प्याक गरेर ल्याउँछु तलबाट भनेको थिएँ, फेरि यहाँ आउँदा त्यो खानु मजा हुँदैन क्या। कि घरमा बनाएर त्यो अचार बनाएको जस्तो भएको मजा हुन्छ। ओ केरा फालेर हाम्रो डुबाउला यार, केरा फालिदिनु, केरा गाई पुरा हामीलाई एकदम कर्मी लगाएर घुमाउन आउने ठाउँको गाई थियो होइन।